हेलो एभ्रिवान दर्शक नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग सो न्यू ब्लग भइरहेछ आज पार्ट 2 सुरु भयो जिन्दगी गन्द्रेन अब 27 किलोमिटर फर्केर जानुपर्ने केटा हो टेन्सन छ सो फाइनली अहिले चाहिँ कति भइसक्यो 6:22 भइसकेको रहेछ 6:22 भइसक्यो अब यहाँदेखि हामी निस्किनु लागेको अब यहाँदेखि चाहिँ हामी पोखरातिर लाग्नेछ बाटो छ मिस्टेकली राति होइन मरेरमा आएको यति भन्दै सबैजना सन्चै हुनुहुन्छ होला गुड मर्निङ सबैजना भोलिको दिनमा फेरि भेटौँ भाइ फाइनल्ली हामी चाहिँ रुमदेखि धेरै पर निस्क्यो बाटो चाहिँ हो गाँड गुलेती कन्डो खरानी हुने खालको रहेछ एक बाइक ग्यारै लाग्दैन र आमा बाटो अरे यहाँ त ठिक छ कि यहाँ ठिक छ ऊ तल यस्तो छ अत्र ढुङ्गाहरू बिछाएको छ क्या त्यो चाहिँ अब के भएर हो कुनै तर बाटो चाहिँ मास हरामी खालको रहेछ नि त एकदेखि उकालै चढ्दैन अरू के प्रब्लम छ भन्दाखेरि चाहिँ चेनको भाग चाहिँ हेरौँ न अब सबै चुडिनु आँटेको छ क्या यहाँनिर बिच्चाको भाग मात्रै रहेको छ यस्तो यो गोलो हुनुपर्ने छैन यहाँ पनि छैन रहेछ यता लस्करै छैन चुडिनु आँटेको छ यही कारणले चाहिँ अलिक गिदी हुने भयो अरू त सब ठिक छ होइन स्पकेट हेरिएन यो स्पकेटले चाहिँ खरानी नै बनाउँछ जस्तो छ फेरि यस्तोमा चेन चुडियो भने कहाँ लानु बिजोग छ ग्याज पनि छैन तनाव हुन्छ त अरू भन्दा नि चेनको आवाज आयो क्या अन्त चेनको आवाज आए पछाडि चाहिँ यसो हेरेको सब गाँड गुलेती भइसकेको रहेछ आम्मा पिच भयो त टेन्सन हुन्थेन अब यस्तो नि 1 र 2 फेरि ब्ल्याड बल गर्नुपर्छ तनाव छ ढुट्टो हुने रहेछ गाडी चाहिँ सो यति भन्दै अब हामी चाहिँ एकछिन पछाडि फेरि भेट्नु छ यहाँ चाहिँ रेस्ट गाडीलाई एक तलब लगभग कति 10-15 किलोमिटर आयो होला तर एकमा क्या एकै गियरमा त दुई त लाग्दैन त पिच छोडेर हामी उकालो चढेको 15 किलोमिटर एक गियरमा मात्र आयो त्यही भएर एकछिन रेस्ट सो यस्तै छ स्ट्रगल अब भइरहेछ गइरहेछ होइन के हुने हो पुगिने हो कि होइन मलाई चाहिँ जेसम्म लागेको छ पुगौँ हामी फर्केर पुग्नु मात्रै ठुलो कुरा हो फर्किँदा त ओह्रालो भइहाल्छ सो अरू भन्दा पनि पिच निस्क्यो पछाडि झन् मन शान्त घर पुगेरै बनाउँला तुसारो हेर मान्छेलाई बाटो पनि गाँड गुलेती खालको छ तुसारो हेर न अब हिउँतेलाई नै मान्नु होला नि फाइनली यहाँ आएर चाहिँ यस्तो भयो घोडाङ दह्रो मजाले ठोक्यो आई मासला नगर न पाङ्रा कुद्छ अहिले बाटो चाहिँ मान्छेले यस्तो बाटो कसरी साह्रो चिप्लो यार आम्मा शीत पुरै रहेछ है आम्मा यस्तो चिप्लो फाइनली घर लामै गयो लगाइदेऊ त गाडी उठाउनुपर्छ गयो एउटा यस्तो शीत जमेको छ यहाँ हेर नि यस्तो शीत जमेको छ अनि नलड्नु पर्छ यो गयो केटा हो लडियो मजाले मजा आयो बाइक उठाएर त साइडमा राखिएको छ बङबङै गयो यार मान्छेले के खोइ कुन हामी अब माथि जाँदा ठोकिन्छौँ नि त्यही त तिनचुरे जाने हाइवे जस्तो लाग्यो क्या यहाँ हेर न यहाँनिर खोइ हामी भर्खरै यहाँनिर छौँ यहाँनिर है अलिक मजाले प्र्याक्टिस बढाउन अब हामी चाहिँ यहाँ छौँ यहाँदेखि यहाँ माथि पुग्नुपर्ने
यो चिन्हमा यहाँ यो हरियो चिन्हमा हामी छौँ हिजो 7 बजीदेखि घरदेखि 10 बजी हिँडेको दमक झापादेखि 10 बजी हिँडेको यस्तो चाहिँ अब यो रातो टिक्का भएकोमा चाहिँ हिजो आएर बस्नु परेको थियो कता रातो जाँटो म्यालुङ कि के अरे म्यालुङमा हिजो आएर बस्नु पऱ्यो हिजो चाहिँ 27 किलोमिटर परै गइएछ क्या त्यही भएर त्यहाँ त्यस्तो भयो त्यहाँदेखि यहाँ पुग्दाखेरि नै हामी 6:30 बजी आएको होला 8 बजिसकिसक्यो 1.5 घन्टा भइसक्यो त्यहाँदेखि यहाँ पुग्ने तर यस्तो नि त बाटो थियो नि त बाटो पनि गाँड गुलेती खाएकै थियो नि त हेरौँ न जित्दै यस्तो चिप्लिन्छ अनि बाइक नलडेर के लड्नु त हामी त्यो पनि अपरेटिङ टायरै छैन हेरेर ओपोलो खुडुलुलुलु पिल्सेर घुम्ने लडेको थियो एउटा टायर असल यहीँ लडेको है यहीँनिर ए यहीँ रहेछ यस्तो चोइ टायर यहाँनिर यस्तो चाहिँ बाटो अप्ठ्यारो अप्ठ्यारो त कडक रहेछ एकका फेरि डुइयै हाल्नु पाइँदैन एक त्यही भएर पनि ढिलो भएको होला हामीलाई 1.5 घन्टा जस्तो लाग्यो सो अब यहाँदेखि अलिक माथिदेखि चाहिँ हाइवे भेट्ने कोसिसमा छौँ हामी हिजो 3 चुरे जाने बाटो गएको भए चाहिँ छिटो पुग्ने थिएछु यता अर्कै बाटो आइएछ क्या यस्तो 2टा बाटो फाटेको थियो हामी त तल्लोबाट आएर चाहिँ मिस्टेक भयो सो राति अब पछि देखियो हुँक्याएको एकैचोटि पर पुगेर सोधेको त 27 किलोमिटर यता आउनु भयो नि तपाईँहरू त भन्छ ल यति भन्दै मजालेसँगले लडियो पनि झन्डै पाङ्ग्रा पनि खिच्यो सो अब यति भन्दै हामी फेरि उकालोतर्फ लाग्नेछौँ एकछिन पछाडि फेरि भेट्नेछौँ जिन्दगीमै बाइकमा चाहिँ गरेको यात्रामा काबु भयो लडियो गुडा खुस्क्यो उठाएको ठुलो बोल्ने सक्ने क्षमता पनि छैन मसँग सिट यस्तो चाहिँ जय हरे राम कृष्ण जगन्नाथम प्रेमानन्दी त्यसको नाममा आमेन विश्वकर्मा बाबा रक्षा गर जय गणेश देव जय माता दी यो सिट देख्दा त सानोमा उता खेलेको पो याद आयो मलाई त बेरिङ गाडी क्या झन् मजाले कुद्ने यस्तो सिटमा दुध लिनु जान्थे त्यतै हराइ जान्थे हामी चाहिँ फाइनली यतिको राम्रो बाटोमा आइपुगेका छौँ तर हाम्रो यात्रा अझै जारी नै छ सायद तिमीले अलिक छेउछेउ भएर होला यता चाहिँ घाम लाग्दा पनि अलिक जाडो चाहिँ अलिक जाडै हुँदो रहेछ पारी हिमाल देख्न सक्नुहुन्छ है तपाईँहरूले भनेको देखिएन जस्तो छ गाइस एकछिन होला हामी चाहिँ एकदमै हिमालको एकदम भागमा आइपुगेका छौँ एमाजोन जङ्गलभन्दा पनि ठुल्ठुलो जङ्गलहरू पार गरिकन हामी यहाँसम्म आइपुग्नमा सफल भएका छौँ हेर्नु गाइस राम्रो बाटो आएपछि चाहिँ मेरो पतिदेव चाहिँ एकदम साइलेन्टमा विदाउट एनी गन र बुढीलाई इग्नोर हानेर एटिट्युडहरू देखाइरहेको छ मेरो
इग्नोर मार्गी लागेको छ त्यस्तै मलाई त धेरै रुगा मार्गीले माया गर्दो रहेछ गाइज हेर्न छोड्ने भयो कहिले छोड्दैन एक हप्ताको लागि छोड्यो भने 1 महिना रुगा मार्गीले पक्रिहाल्छ के गर्नु जन्म मेरो घर मात्र मेरो पहाड चिसो ठाउँमा तर त्यही चिसोले मलाई एकदम फाप्दैन सुन्दर सुन्दर हिमाल ठिक छ हिमाली हामी चाहिँ हिमाली भागतर्फ आइपुगिसकेका छौँ टक्कसँगले सरर यता पर छ हिमाल वाउ वाट आर ड्युसिङ टु मच स्नो हाम्रो बाइक इधरी छ कडक छैन कडा है लुक्स भन्दा पनि भ्यू चाहिँ हेरौँ डाँडाहरूको हरियाली चौकको सरर यस्तै छ ल हरियाली छ दाजु याक दाजु जाठा याक्दा मलाई भुत जस्तो देखाइ के हो जनावर जति सब भाग्छ त जस्तो मेरो पति भाइ पनि भाग्दैन जनावरमा हाम्रो यहाँतिर अहिलेसम्म सिटिङ भएकै छैन फाइनल्ली गुहा पोखरी आइपुगिसक्यो ढ्याङ सरर देख्न सक्नुहुन्छ तपाईँहरूले फाइनल्ली गुहा पोखरी आइयो अब एकछिन यता भित्र छिर्नुपर्ने हो सो घुमघाममै फोटोसोटो खिच्ने क्लिक स्लिक हल्का अनि घर फर्किने यत्तिको लागि 2 दिनको ट्रेभल बिजोक भयो बिजोक फाइनल्ली गुफा पोखरीकै कता गएर फोटो खिच्नु अब यस्तै त होला नि हेर्ने नै यति नै हो होइन सरर है टट्ट बाह्रमा यता पनि हिमालय छ अर्को यता पनि हिमालय छ सेक्सी हिमालहरू छ त्यस्तै छ कडा हो ल है त यति भन्दै गुफा पोखरीबाट हामी छुट्न चाहन्छौँ सो लेट्स सी आजको भ्लग चाहिँ जस्तै भए पनि रमाइलो लिइदिनु होला इन्जोय गरिदिनु होला गुफा पोखरीको यस्तै भयो अब नेक्स्ट भ्लगमा अर्कोचोटि कहाँको टुर हुन्छ भेट्नुपर्ने हुन्छ साथीभाइहरू हामी सो आजलाई चाहिँ यति भन्दै म बिदा माग्न चाहेँ त